प्राकृतिक दुबसहितको घाँसे चौर वरिपरि खुला पैदल मार्ग खुला मञ्चको अहिलेको अवस्था हो। खुला मञ्चको चौरमा 14,600 वर्गमिटर क्षेत्रफलका प्राकृतिक दुबो रोपिएको छ। उबाड खाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चौर लोभलाग्दो भएको छ। महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत चौरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो। महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न 6,98,70,000 रुपियाँ विनियोजन भएको छ। यही कार्यक्रमबाट खुल्ला मञ्चको चौरमा दुबो रोपिएको हो। यसका लागि करिब 90 लाख रुपियाँ खर्च भएको छ। चौरको वरिपरि 4 मिटर चौडाइको पैदल बनाइएको छ। शहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरू ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनः प्रयोग गरिएको छ। पैदल मार्गमा 21 वटा बिजुलीको पोल राखिएका छन्। यी पोलहरू न्यू रोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनः प्रयोग गरिएका हुन्। यी पोलहरूमा ट्रु आर्म छन्। यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा 100 वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा 30 वाट क्षमताको बत्ती राखिनेछ। यी बत्तीहरू डे नाइट सेन्सरयुक्त छन्। रातमा बल्छन्, दिनमा आफै निप्छन्। खुला मञ्च सबैका लागि खुल्ला रहने बहुउपयोगी स्थानका रूपमा प्रयोग हुनेछ। बिहान शारीरिक अभ्यास गर्न सकिनेछ। बाल बालिकाका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ। पाका उमेरका व्यक्तिहरूका लागि टहल्ने, आराम गर्ने र शहरी जीवन निहाल्ने ठाउँ हुनेछ। मर्निङ वाकका लागि उपयुक्त मार्ग हुनेछ। युवाहरूलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ। चौरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ गर्ने ठाउँ बनाइएको छ। यो ठाउँ भलिबल, ब्याडमिन्टन जस्ता खेल र पार्किङ जस्ता प्रयोजनमा ल्याउन सकिन्छ। यदि यहाँ पार्किङ गरियो भने 40 वटा 4 पाङ्ग्रे र 100 वटा 2 पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ। काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुल्ला मञ्च प्रयोग भएको थियो। भ्यू टावर बन्ने भएपछि पुरानो बस पार्कको गाडीहरूलाई चाहिँ बस पार्कको रूपमा चाहिँ केही पार्ट चाहिँ लिएर चाहिँ बस पार्क बनाएको थियो। पछि स्थानीयहरूको विरोध आएपछि त्यसलाई चाहिँ हटाएर यो जुन खुला मञ्च थियो यसमा चाहिँ